यसरी नै पलाउँछ। यदि हाम्रो पनि वरपर यदि साथीभाइहरू छ भने यसरी नै यसै तरिकाले चाहिँ भनिदिनु पर्यो। ल यो नाटक चाहिँ हामीले यो नाटकको माध्यमबाट के विषयमा देखाउन खोजिएको र बुझाउन खोजिएको छ, केको बारेमा देखाउन र बुझाउन खोजिएको छ? ल कसै एकजना यहाँबाट भनिदिनुहोस् त यो बेन्चबाट यो यसले अनि के देखाउन खोजेको, कुन विषयवस्तुमा आधारित यो नाटक थियो? भेरी गुड, ठिक छ। ल यताबाट स्वस्थकर व्यवहार गर्नाले के फाइदाहरू हुँदो रहेछ यो बेन्चको साथीभाइहरू विद्यार्थी भाइ बहिनीहरूले भनिदिनु होला। सधैँ विद्यालय जान पाइन्छ। गुड, भेरी गुड। स्वच्छताद्वारा कुराहरू सबै सिक्यौँ। बिरामी पनि बढिरहेको छ, बिरामी हुँदैन। I have appreciated you. अब त्यसै प्रकारले हामी सबैले आउने दिनहरूमा स्वस्थकर व्यवहार गर्ने कि नगर्ने? गर्ने। Is it right or wrong? Right. Right. Yes. ल थ्याङ्क यू।